ओहो साथीहरु, जमाना पनि कस्ता आयो के, कस्ता आयो। बुढीले बुढाको विश्वास नगर्ने, बुढाले बुढीको विश्वास नगर्ने, कस्ता जमाना हुन्। यही जमानालाई मध्यनजर गर्दै, यही कुरालाई मध्यनजर गर्दै बुढाबुढीको एकअर्कामा विश्वास छ कि छैन, कतिको बुढीले सही बोल्ने रहेछ, कतिको बुढाले सही बोल्ने रहेछ भनेर त्यो थाहा पाउनको लागि आज तपाईहरुलाई मैले यो भिडियो मार्फत सिकाउँदैछु साथीहरु। तपाई पनि यो भिडियोलाई हेरेर तपाई पनि ट्राई गरेर हेर्नु होला। बुढीले बुढाको हेर्नु होला, बुढाले बुढीको हेर्नु होला, हेर्न नछुटाउनु होला है। त्यसको लागि सर्वप्रथम मोबाइलको स्क्रिनमा लिएर जान चाहन्छु तपाईहरुलाई, हेर्दै गर्नुस् भिडियो। ल साथीहरु भिडियो सुरु गरौँ है त। सर्वप्रथम तपाईहरु यो जीमेलमा जानु होला, जीमेललाई ओपन गर्नु होला, त्यसपछि आफ्नो प्रोफाइलमा जानु होला। यहाँ तपाईको लगइन भएको प्रोफाइलमा जानु होला, यो प्रोफाइललाई ओपन गर्नु होला। ओपन गरिसकेपछि तपाईले जुन मान्छेको लोकेसन हेर्न चाहनुहुन्छ त्यो मान्छेको जीमेल तपाईले लगइन गरेको हुनुपर्ने छ साथीहरु है। यदि लगइन गर्नु भएको छैन भने तपाईले हेर्न सक्नुहुन्न। यदि लगइन गर्नु भएको छ भने तपाईको यहाँ जतिको गर्नु भएको छ यी सबै अकाउन्टहरु यहाँ देखाउँछ। यसरी तपाईले कसको हेर्न चाहनुहुन्छ त्यसलाई यहाँ क्लिक गरे, मैले मेरो साथीकोमा क्लिक गरे। ल यहाँ क्लिक गरिसकेपछि त्यो साथीको प्रोफाइल आउनेछ। यसरी यो प्रोफाइलमा क्लिक गर्नु होला। यो प्रोफाइलमा क्लिक गरिसकेपछि तपाईहरु सिधै कतै नगएर यहाँ म्यानेज योर गुगल अकाउन्टमा क्लिक गर्नु होला। यसमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरिसकेपछि कतै जानु पर्दैन, तपाईहरु यो फर्स्ट अप्सन छोडेर सेकेन्ड अप्सन सेक्युरिटी एन्ड साइन इन, तपाईले यो चाबीको चित्र दिएको छ नि, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि तपाईहरु सिधै तल आउनु होला, अझै तल आउनु होला, तल आउनु होला, तल आउनु होला। अब यहाँ तपाईको जुन मान्छेको हेर्न चाहनु भएको छ त्यसको मोबाइल यहाँ देखाउनेछ। मेरो साथीको ग्यालेक्सी नोट 10 लाइट रहेछ। त्यसै गरी अनि तपाईले यसमा नगएर तल जीपीएस को चित्र दिएको छ, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि तपाईले यहाँ चाबी लक भएको चाबी देखायो। त्यसै गरी जुन मान्छेको हेर्न चाहनुहुन्छ त्यो मान्छेको यहाँ मोबाइल फोन दियो अनि लोकेसनको नाम पनि दियो है, कहाँनिर चलेको छ भने ग्यालेक्सी नोट 10 लाइट दुबई युनाइटेड अरब इमिरेट्स भनेको छ हैन। यसमा क्लिक गर्नु होला। एकबार यहाँ क्लिक गरिसकेपछि ल यति गर्दा बित्तिकै तपाईको लोकेसन स्टार्ट भइसक्यो साथीहरु। यसरी लोकेसन आइसक्यो हैन। तपाईले यो म्याप भन्दा पनि स्टिल यो यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरेपछि तपाईको घर समेत डिटेल देखाउनेछ, रोड घर हेर्न सजिलो हुनेछ है त। त्यसको लागि अनि तपाईहरुले यो जुम गरेर हेर्नु होला। ल मेरो साथी यहाँ रहेछ, यो ठाउँमा नाम पनि दिएको छ, यहाँ हाई म्याट्रिक्स आएछ। यसरी यो ठाउँमा रहेछ साथी। ल तपाईले विश्वभरि जुन ठाउँ भए पनि मज्जाले हेर्न सक्नुहुन्छ है त। यसरी यो ठाउँमा रहेछ, यो पुरो एरियाको म्याप देखायो हैन। यसरी अनि एउटा कुरो के छ भन्दा तपाईको साथीको मोबाइल ब्याट्री पर्सेन्ट कति छ भनेर यहाँ पनि देखाउँछ। यो 61% रहेछ। अनि त्यसै गरी तपाईको साथीले डाटा चलाएको छ कि कसैको वाइफाई चलाएको छ त्यो नाम सहित तपाईको के चलाएको छ त्यो नेटवर्कको नाम पनि यहाँ आउनेछ, मोबाइलको नाम पनि आउनेछ। यसरी तपाईले आफ्नो साथीको लोकेसन ट्र्याक गर्न सक्नुहुन्छ। जस्तै अहिले पुलिसहरुले ट्र्याक गर्छ भन्छन् नि, हो यसरी नै अब उनीहरुले त मोबाइलबाट गर्छन् हैन, फोन नम्बर भयो, यदि अब तपाईको मोबाइल डिभाइसको कुनै उबाट गर्छन् थ्रुबाट हैन। यस्तै तपाईले अब आफ्नो बुढाबुढीको जसको पनि गर्न चाहनुहुन्छ त्यसको लागि सर्वप्रथम तपाईको जीमेल आइडी लगइन हुनुपर्ने छ। अनि त्यो भएपछि तपाईले मज्जाले गर्न सक्नुहुन्छ। त्यसै गरी अनि अर्को काम के गर्न सक्नुहुन्छ भने तत्कालै तपाईले त्यो मान्छेलाई हैन फोन नगरेर डाइरेक्ट तपाईले मोबाइल अलार्म बजाउन सक्नुहुनेछ है त। मोबाइलमा तपाईहरुले यस्तो पठाउन सक्नुहुन्छ। यो प्ले साउन्ड भनेको छ नि, यो क्लिक गर्यो भने ल हेर्नुहोस्, तपाईले यो रिङटोन तत्कालै फोन गए जस्तै गरेर यसरी बार बजाउन सक्नुहुनेछ साथीहरु, त्यसलाई अलर्ट गर्नको लागि है त। त्यसै गरी तलको मेक अस लास्ट भनेको छ हैन, यसरी फिचरहरु डिभाइस के भनेको छ हैन। यस्तो यदि यस्तो भिडियो चाहिन्छ भने पनि म बनाउने छु। मेन तपाईलाई चाहिने भनेको लोकेसन हो। यो लोकेसन यसरी हेर्न सक्नुहुन्छ। यसरी हेर्नु होला। धेरैको अब त्यस्तै हुन्छ नि, बुढाले म यो ठाउँमा जान्छु बुढी भन्दै हैन, प्यारले भन्दै अर्कैसँग लफर्किएको। त्यसै गरी बुढीले पनि बुढा म आज यहाँ यो ठाउँमा जाँदैछु है भन्दै हैन अर्कै ठाउँमा गएको कुरा तपाईले यसरी पत्ता लगाउनु हुनेछ साथीहरु। ल यो भिडियो कस्तो लाग्यो? भिडियो मन परे लाइक कमेन्ट सेयर र पेजलाई फलो गर्न नभुल्नु होला र सक्दो सेयर गर्नु होला। यो चाहिँ सबैलाई काम लाग्ने छ साथीहरु। अहिलेको अविश्वास भएको जमानामा यदि तपाईले यो गर्नुभयो भने तपाईको बुढी तपाईको बुढा एकअर्काको विश्वास कति रहेछ, बुढीले कति सही बोल्दिरहेछ, बुढाले कति सही बोल्दिरहेछ भनेर एकिङ तपाईले गर्न सक्नुहुन्छ है त। ओके, भिडियो कस्तो लाग्यो? भिडियो राम्रो लागे लाइक कमेन्ट सेयर र पेजलाई फलो गर्न चाहिँ नभुल्नु होला र तत्कालै चेक पनि गरिहाल्नु होला। बुढाले बुढीको गर्नुहोस्, बुढीको बुढाको गर्नुहोस्, ताकि तपाईको बुढीले कतिको सही बोल्दिरहेछ भनेर बुढाले चेक गर्नुहोस्, बुढीले पनि मेरो बुढाले कतिको मसँग झुट बोल्दो रहेछ सही बोल्दो रहेछ भनेर त्यो पनि चेक गर्नुहोस् है त। ल बाई बाई।